Hello everyone, my name is Prahlad Gemali and I will be presenting mm, a topic from linear algebra which is Cholesky decomposition. This topic this topic is closely related to matrix factorization techniques जसले रियल वर्ल्डको इन्जिनियरिङ एप्लिकेसनमा अप्टिमाइजेसनमा अनि कम्पिटिसनमा धेरै ठुलो रोल खेल्छ र यो भिडियोमा हामीले थ्योरी बिहाइन्ड द चोलेस्की डिकम्पोजिसन अनि योसँग रिलेटेड इक्जाम्पलहरूको बारेमा डिस्कस गर्नेछौँ। अब हामी यसको म्याट्रिक्स डिकम्पोजिसन भनेको चाहिँ के हो भन्नतर्फ लगाउँ। पहिला म्याट्रिक्स डिकम्पोजिसन मेथड भनेको एउटा यस्तो मेथड हो जसले न्युमेरिकल अल्जेब्रा अथवा कम्प्लेक्स प्रब्लमहरूलाई सिम्पलर फर्ममा डिकम्पोज गर्न हेल्प गर्छ अथवा ब्रेकडाउन गर्न हेल्प गर्छ, जसले गर्दा हामीलाई कम्प्लेक्स म्याट्रिक्ससँग डाइरेक्टली डिल गर्न पर्दैन। हामीले सिम्पलर कम्प्लेक्समा ब्रेकडाउन गर्छौँ, जसले गर्दा निकै एनालाइज गर्न चाहिँ निकै सजिलो हुन्छ। किन म्याट्रिक्स डिकम्पोज गर्ने त भन्दाखेरि कम्प्लेक्स म्याट्रिक अपरेसनहरूलाई सिम्प्लिफाई गर्न अनि कम्प्युटेसनल इफिसियन्सी बढाउन अनि न्युमेरिकल स्टेबिलिटी इन अल्गोरिदम्समा इम्प्रुभ गर्न अनि म्याट्रिक्सको डिपर इन्साइट्सहरू थाहा पाउन। चोलेस्की डिकम्पोजिसन एउटा स्पेसिफिक क्लास अफ म्याट्रिक्सको लागि एप्लाई हुन्छ, जसलाई हामीले एसपिडी म्याट्रिक्स पनि भन्छौँ। त्यस्तो म्याट्रिक्सलाई चोलेस्की डिकम्पोजिसनले फ्याक्टराइज गर्छ इन्टु प्रोडक्ट अफ एल इन्टु एलटी, जहाँ एल भनेको लोअर ट्राइङ्गुलर म्याट्रिक्स हो अनि एलटी भनेको त्यसको ट्रान्सपोज। यो डिकम्पोजिसन चाहिँ एलयु डिकम्पोजिसन भन्दा कम्प्युटेसनली चिपर छ अनि साइन्टिफिक कम्प्युटिङ र स्ट्याटिक्समा वाइडली युज हुन्छ। अब यसको कोर कन्सेप्टतिर जाउँ। चोलेस्की डिकम्पोजिसन सुरु गर्नुभन्दा पहिला हामीलाई यसको दुईवटा इम्पोर्टेन्ट प्रपर्टिजहरू बुझ्नु जरुरी छ। फर्स्ट भनेको सिमेट्रिक। म्याट्रिक्स सिमेट्रिक्स भनेको ए इजिकल टु ए ट्रान्सपोज अर बी इजिकल टु बी ट्रान्सपोज हो। यो भनेको आइथ रो र जेथ कलुम इज इक्वल टु जेथ रो अनि आइथ कलुम भयो भने चाहिँ त्यो म्याट्रिक्स सिमेट्रिक म्याट्रिक्स मानिन्छ। सिमेट्रिक म्याट्रिक्स चाहिँ कमनली फिजिक्स र एमएलको प्रब्लमहरूमा देखिन्छ। सेकेन्ड प्रपर्टिज भनेको चाहिँ पोजिटिभ डिफाइनेट म्याट्रिक्स हो। एउटा सिमेट्रिक म्याट्रिक्स ए पोजिटिभ डिफाइनेट म्याट्रिक्स हुन्छ इफ एक्स को ट्रान्सपोज ए इन्टु एक्स इज स्ट्रिक्टली पोजिटिभ भनेको इज ग्रेटर देन 0। एक्स को ट्रान्सपोज एएक्स इज ग्रेटर देन 0 फर एभ्री नन जिरो भेक्टर अफ एक्स। यो कन्डिसनले म्याट्रिक्स स्ट्रिक्टली पोजिटिभ छ भनेर देखाउँछ। जस्तै इनर्जी, भेरिएसन, म्याग्निट्युड। पोजिटिभ डिफाइन्ड म्याट्रिक्सहरू चेक गर्ने एउटा तरिका भनेको लिडिङ प्रिन्सिपल माइनर्स हो। इफ अल लिडिङ प्रिन्सिपल माइनर्स आर पोजिटिभ देन त्यो म्याट्रिक्स चाहिँ पोजिटिभ डिफाइनेट म्याट्रिक्स हुन्छ। अब लागौँ चोलेस्की डिकम्पोजिसनको थ्योरमतर्फ। The Cholesky decomposition states that if A is a symmetric positive definite matrix, then there exists a unique lower triangular matrix L with positive diagonal entries such that A is equal to A L L transpose। र यो थ्योरमले चोलेस्की डिकम्पोजिसन एसपिडी म्याट्रिक्सका लागि जहिले काम गर्छ भनेर भन्छ। अब एउटा यसको वर्क इक्जाम्पलसँग बुझौँ। लेट अस एज्युम एल एउटा लोअर ट्रायंगुलर म्याट्रिक्स हो विथ अदर अननोन एन्टिटीज। दिस इज लोअर ट्रायंगुलर म्याट्रिक्स एल, जसको चाहिँ यो भाग चाहिँ
अननोन इन्टिटी छ भने मध्येको चाहिँ 0 छ। अनि त्यसको ट्रान्सपोज चाहिँ नर्मल्ली 2x2 को म्याट्रिक्समा हाम्रो L21 र L12 चाहिँ स्विच हुन्छन्, जस्तै रो कलम चाहिँ रो हुन्छ। अब so that we compute L into L transpose. अब L into L transpose गर्दाखेरि चाहिँ त्यही ओरिजिनल म्याट्रिक्स A सँग इक्वल गर्नुपर्छ, जुन चाहिँ हाम्रो चोलेस्की डिकम्पोजिसनको थ्योरम पनि हो। Now we compare corresponding elements and solve it for the unknown entities. जस्तै solving for L from equation 1, we can find the value of L11 by taking the square root of diagonal elements. Since diagonal entries must be positive, we select the positive root. So, positive root of 4 is equal to 2. अब हामीले त्यस्तै गरी L21 पनि युजिङ अफ डायगोनल इन्ट्रिज क्यालकुलेट गर्छौँ अनि त्यसको भ्यालु निकाल्छौँ। अनि त्यसपछि L22 पनि क्यालकुलेट गर्छौँ युजिङ डायगोनल इक्वेसन। यो सबै इक्वेसनहरू सल्भ गरेपछि हामीले फाइनल लोअर ट्रायङ्गुलर म्याट्रिक्स पाउँछौँ, जुन चाहिँ L is equal to 2061 यो हुन आउँछ। अब हाम्रो रिजल्ट भेरिफाई गर्नलाई हामीले L लाई L को ट्रान्सपोजसँग मल्टिप्लाई गर्नुपर्छ, जसले ओरिजिनल म्याट्रिक्स A रिकन्स्ट्रक्ट गर्छ। यसरी हामीले गरेको चोलेस्की डिकम्पोजिसन ठिक छ वा छैन भनेर थाहा हुन्छ। दिस इज द L इन्टु L ट्रान्सपोजको रिजल्ट। अनि हाम्रो A पनि यही थियो। सो यो चाहिँ हाम्रो चोलेस्की डिकम्पोजिसन भनेर प्रुभ भएको छ। अब चोलेस्की डिकम्पोजिसनको एउटा मोस्ट इम्पोर्टेन्ट एप्लिकेसन भनेको लिनियर सिस्टम अफ इक्वेसनलाई सल्भ गर्नु हो। इन्स्टेड अफ सल्भिङ AX इज इक्वल टु B डाइरेक्टली हामीले L ट्रान्सपोज X इज इक्वल टु B यसरी लेख्न सक्छौँ। यो दुईवटा सिम्पल स्टेपमा सल्भ गर्न सकिन्छ। फर्स्ट, फरवर्ड सब्स्टिट्युसन LY इज इक्वल टु B। अनि सेकेन्ड भनेको ब्याकवर्ड सब्स्टिट्युसन L ट्रान्सपोज X इज इक्वल टु Y। यो तरिका फास्ट र मोर न्युमेरिकली स्टेबल हुन्छ अरू ट्रेडिसनल मेथडहरू भन्दा। अब यसको केही एडभान्टेजहरू बुझौँ। यसको मुख्य एडभान्टेजहरू भनेको requires approximately half of the computation of LU decomposition अनि better numerical stability। अनि यो चाहिँ वाइडली युज हुन्छ स्ट्याटिक्स अप्टिमाइजेसनहरूमा। अनि यसको एडभान्टेजहरू धेरै भए पनि यसको एउटा मेन लिमिटेसन भनेको चाहिँ यो सिमेट्रिक पोजिटिभ डिफाइनाइट मेट्रिक्सहरूको लागि मात्र काम गर्छ। अब हामी यसको कन्क्लुजनमा आइसक्यो। यसको बेस्ट प्र्याक्टिस गर्ने तरिका भनेको चाहिँ म्याट्रिक्स भेरिफाई गर्ने पहिला सिमेट्रिक पोजिटिभ डिफाइनाइट म्याट्रिक्स हुनु पर्यो। अनि त्यसको पोजिटिभ डायगोनल लिनु पर्यो युनिकनेसको लागि। अब हामी यसको कन्क्लुजनमा जाउँ। टु कन्क्लुड, चोलेस्की डिकम्पोजिसन एउटा इफिसियन्ट पावरफुल म्याट्रिक्स फ्याक्टराइजेसन टेक्निक हो, जसले लिनियर सिस्टमलाई सल्भ गर्न सजिलो बनाउँछ, न्युमेरिकल स्टेबिलिटी इम्प्रुभ गर्छ र मोडर्न साइन्टिफिक कम्प्युटिङमा युज हुन्छ। दिज आर द रिफरेन्सेस। बुकहरूको रिफरेन्सेस चाहिँ यो हो, आर्टिकलको रिफरेन्सेस चाहिँ यो, अनि अनलाइन रिफरेन्सेस चाहिँ यो। हजुरहरूले पनि फर्दर रिडिङको लागि यो रिफरेन्सेसहरू
युज गर्न सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। आई होप यो एक्सप्लेनले हजुरहरूलाई चोलेस्की डिकम्पोजिसनको बारेमा थोरै केही बुझ्न सजिलो बनाउनेछ। केही क्वेसनहरू भएमा कमेन्टमा सोध्नुहोला, म त्यसको जवाफ अवश्य पनि दिनेछु। थ्याङ्क यू।